एकदम पहिलोपटक चाहिँ यो देउराली गुफामा आउन पाइयो हेर्नुहोस्। जे हामीले सोचेका थियौँ त्योभन्दा भित्र त यहाँ खतरा रहेछ। म चाहिँ रुकुम पश्चिमबाट आएको। कस्तो लागिरहेछ देउराली गुफा? रमाइलो लागिरहेछ। हजुर फर्स्ट टाइम हो या नाइ मेरो चाहिँ एभ्री टाइम हो? किन सिराइन्छ तपाईँ सिधै मान्छेलाई भनिदिनु पर्यो के को लागि सिराउनु हुन्छ? हो कपाल लामा आउँछ अरे कि मेरो यो चिसो भएको गाडी भित्र आउनु भइगयो। दर्शकवृन्द नमस्कार। यति बेला हामी रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर 5 स्थित रहेको धौला पैरामा रहेको देउराली गुफा परिक्रमा गर्न गइरहेका छौँ। तपाईँहरूलाई पनि देउराली गुफा परिक्रमा गर्न मन छ भने अवश्य घुम्न आउनुहोला। रुकुमकोटदेखि थोरै अगाडि बढ्नुभयो भने मध्यपाडी लोकमार्गबाट सजिलै जान हुनेछ। अब म तपाईँहरूलाई आज हाम्रो चैते दसैँको विशेष अवसरको दिन देउराली गुफामा आएका छौँ। है प्रवेश गरियो यस्तो ठाउँ छ। यहाँ भित्र चाहिँ धेरै हरिण छ। लेभलको छोराहरू हामीसँग छ भने एउटा पुरै लाइन छ भित्र छिर्नलाई। पानी चाहिँ टेक्नुपर्ने हुन्छ। तर एउटा कुरा यहाँ रोचक कुरा के छ भने यो ढुङ्गा चाहिँ चिप्लो देखे पनि जति टेक्दा पनि एकदमै खर्च चाहिँ चिप्लो छैन। एकदम मजासँग चाहिँ पानी टेकेर जान सकिन्छ। यो देख्न सक्नुहुन्छ एउटा चिप्लो जस्तो छ। तर एकदमै हेर्नुहोस् है गुफाबाट मान्छे हाई राजा एकदमै एकदमै रोचक खालको छ। हेर्न सक्नुहुन्छ। अब हामी यहाँबाट एकछिनलाई चाहिँ बाहिर आइपुगेका छौँ। फेरि अब फेरि भित्र जानुपर्छ। अगाडि हाम्रो इमसर हुनुहुन्छ। हामी यहाँबाट एकदम पहिलोपटक एकदम बडो इन्जोय आइरहेको छ है सर। राम्रो छ ल। अब हामी ओहो सर छिटो आउनु पर्यो यहाँ बत्ती पालमा। ल हेर्नुहोस् त पानी यसरी पानी छ भने तर पानी पूजापाठ पानी झोलो मेन गुफा भने देख्न सक्नुहुन्छ। यहाँ माथि माथि हेर्नुहोस् माथि सर माथितिर हेर्नुहोस् त। यही हो यो रुकुम पूर्व यो देउराली गुफा बढी पूजापाठ हुँदैछ। साथै पानीले भिजाइसक्यो यार मलाई त। यहाँ भिज्नुपर्छ पानीले यसरी। मैले देख्दा चाहिँ एकदमै चिप्लो जस्तो देखे पनि यो चाहिँ चिप्लिँदैन। एकदमै खर्च टाइपको छ। चिप्लो छ तर चिप्लिँदैन कहिले कहिले। चढ्न मान्छे आउनु बत्ती बाल्न सरहरू है राजा लाइट। हाम्रा अगाडिका सरहरूले पानीले चाहिँ भिजिसक्नु भएको छ। माथिबाट पानी चाहिँ तेर्सिरहेको हुन्छ। यस्तो छ तर पनि छिप्लो छैन। कस्तो लागिरहेछ देउराली गुफा? रमाइलो लागिरहेछ। हजुर फर्स्ट टाइम हो या नाइ मेरो चाहिँ एभ्री टाइम हो? सरहरू मलाई पनि देख्नु पर्यो सरहरूले। एकदम पहिलोपटक चाहिँ यो देउराली गुफामा आउन पाइयो हेर्नुहोस्। जे हामीले सोचेका थियौँ त्योभन्दा भित्र त यहाँ खतरा रहेछ। म चाहिँ रुकुम पश्चिमबाट आएको होइन। नजिक यति नजिक भएर पनि आउन पाइएको थिएन। आज सम्यक बसी चैते दसैँको अवसरमा चाहिँ यहाँको स्थानीय मेलामा जात्रामा आइएको थियो।
अब त्यही मौकामा देउराली गुफामा पसौँ, अवलोकन गरौँ, हामी पनि हेरौँ कस्तो रहेछ भन्ने थियो। साँच्चीकै आउन लायक ठाउँ रहेछ। यो पर्यटनको एकदम राम्रो सम्भावना बोकेको चाहिँ यो क्षेत्र, यो देउराली गुफा मेरो चाहिँ बुझाइमा है। जतिसक्यो आउनु होला होइन, विभिन्न ठाउँबाट तपाईँहरू हेर्दै हुनुहुन्छ भने आउनु होला होइन। बाह्य तथा पर्यटकका लागि यो चाहिँ आउनै पर्ने ठाउँ रहेछ। हामी चाहिँ यो रुकुमकोटमा आइपुग्यौँ भने रुकुमकोटबाट यो मध्यपहाडी लोकमार्गको हाइवेतिर यसो आएर अलिकति तल धौला पहिराबाट पैदल हिँड्यो भने मजाले आउन सक्दो रहेछ। थ्याङ्क यू सो मच। हस् हस्। अब हामी एकदमै स्तम्भ जस्तो देखिन्छ, यो कुनै ऐतिहासिक दरबार जस्तो देखिन्छ। ल बत्ती बाल्नु न अगाडि। ल आउनु न, हाम्रो जीवन चाहिँ बोल्नु। ल ल यता आउनु के। उठा उठा जानेर उठा। सर यता उज्यालो बाल्नु त। ल अब हामी हेर्नुहोस् त बत्ती बालेर, ओहो यहाँनिर झन् खतरा हेर्नुहोस् त। ओहो केही चाहिँ यस्ता आकृतिहरू यो चाहिँ टुटफुट भएको जति देखिन्छ। सम्भवतः यहाँनिर यसको चाहिँ सुरक्षा अथवा यसलाई चाहिँ अझ चाहिँ ओहो यसको जिम्मेवारी धेरै आकृतिहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ। स्थानीय सरकारले गर्नुपर्छ जस्तो लाग्छ। सरै बत्ती बाल्नुहोस् है, बत्ती बाल्नुहोस्। ओहो अब हामी बाहिर जाँदैछौँ है। ओहो बडो खतरा छ है। अब यहाँ थोरै अगाडि छ त्यो हामी अगाडि बढ्दैछ। के हो यो? ल हो ल उहाँले सर म पनि गराउँछु। के हो यो? खास के हो यो? टाउका छिराइसक्नु के हो यो खास? के भन्छ? ल सर 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 यो मोबाइलबाट खिचिदिनु त प्लिज सर। मेरोबाट गराइदिनु न यो। ल सर घुमाउनु। न बिस्तारै गराउनु क्या, बिस्तारै गराउनु क्या, नतान्नु। हजुर हजुर। ल म अब यहाँ कतिपल्ट गएँ? यो के हो खास? ल म टाउको छिराउँछु अब। ल खै त। ल सर म देखाउनुहोस् है। ल सर ल खिच्नुहोस् छिटो। भित्रको आकृति खतरा रहेछ यार। ल 3 पटकसम्म है। ल सर यो किन छिराउनु यहाँ मलाई यो अब ठ्याक्कै थाहा भएन यसको विशेषता के हो, किन छिराइन्छ भन्ने तपाईँ थाहा भएन। छिराउनु मान्छेलाई भनिदिनु पर्यो के को लागि छिराउनु भन्छ। हो कपाल लामा आउँछ अरे कि मेरो यहाँ चिसो भएको झाडो। लामो आउँछ भन्ने चाहिँ ढाडी बाल्ने त मेरो पनि लामै आउँछ यार। अरू के हुन्छ नानी भनिदिनु पर्यो त। त्यो कपाल झर्न पनि रोकिन्छ भन्नु। उहाँले पनि 3 चोटि छिराउँछ। म पनि छिराउँछु भाइ 3 चोटि। छिराउँछु। एउटा हाम्रो अर्को सर पनि हुनुहुन्छ। म पनि छिराउँछु है अब। ल ल आउनुहोस् ल मेरो भिडियो बनाइदिनु त। तपाईँको कपाल चाहिँ झरेको छ भने तपाईँ टक्नु हुनुहुन्छ भने पनि यहाँ आउनुभयो भने छिराउनु भयो भने चाहिँ तपाईँको कपाल आउन सुरु हुनेछ। है यहाँ छिराउने हो। हजुर सर अहिले भित्रै छिराउनु छ। मैले किन छिराएको भन्दा कपाल झर्दैन लामो आउँछ भन्ने जनविश्वासको साथ यो मैले चाहिँ तपाईँको कपाल है। थ्याङ्क यू सो मच। थ्याङ्क यू। ओ माई गड यो पनि यहाँ के हो यस्तो भिडभाड। बाहिरको गेट उतापट्टि गेटबाट छिरेको केटापट्टिको गेटमा छ। हाम्रो टोलीहरू गइसकेको छ अगाडि। टिकट त 3 छ भने 3 जना गयो। 3 जना दिनला हजुर गइसक्नु भयो है। हजुर ल यसरी हामी हाम्रो गुफा परिक्रमा गरेर यताबाट यहाँ आइपुग्यौँ।